ल सो गाइस मैले चाहिँ यो टडेला फार्म चाहिँ अहिले यो वर्षदेखिबाट सुरु गरिरहेको छु हैन। अब तपाईहरुलाई गोलबेडा कसरी फलाउने र के गर्ने आलु कसरी फलाउने भनेर चाहिँ म तपाईहरुलाई जानकारी दिइरहन्छु हरेक भ्लगमा हैन। तर अहिलेको लागि चाहिँ मैले कुखुराको मल यसरी केलाउँदैछु है त। र यो टडेलामा सर्र हालेर चाहिँ अब यसमा भोलि माटो उठाएर मल्चिङ हुँदैछ हैन। त्यसपछि चाहिँ यसको प्रतिक्रिया चाहिँ कति आउँछ भनेर म तपाईलाई अर्को भ्लगमा देखाउँछु है त। लगाइज बाइ। लगाइज उहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ हैन। मम्मीले चाहिँ मल यसरी हाल्ने भन्ने चाहिँ हामीलाई सिकाइराख्नु भएको छ र मैले चाहिँ यसरी मल मार्दै बाल्टिनमा उठाउँदै धुलो बनाउँदै पठाइरहेको छु हैन। हामी तीनजना मिलेर चाहिँ गरिरहेका छौँ। यसरी चाहिँ फटाउनु पर्ने छ है त यो कुखुराको मल धुलो बनाएर है त। ऊ चाहिँ मेरो बुढी हो, बुढीले पनि हेल्प गर्दैछ है त मेरो काममा पनि अनि आमा पनि। सो यो चाहिँ हाम्रो टडेला भर्खर स्टार्टिङ पिरियडमा हुँदैछ। त्यसपछि चाहिँ हामी अरू पनि काम गर्दैछौँ। तलपट्टि पनि खाली जग्गाहरू छन् त्यसलाई पनि गर्दैछौँ हामी है त। डे 2 भ्लग कमिङ सुन है त गाइज।